हेलो साथीहरू, जस्तो आयो त्यस्तै प्रस्तुत गरे। अब नानीहरूले इच्छा गरिहाल्यो। अनि आजको कन्टेन्ट यस्तै छ, गाउँघरको रमाइलो देख्न सक्नुहुन्छ। आज हाम्रो गाउँघरमा यस्तरी हुस्सु लागेको छ। हामी हाम्रो देवासँग यसो हावा खानु निस्किँदैछौँ। साथीहरू, यस्तो जङ्गलहरू भएको छ। यस्तो हजुरहरूले देख्न सक्नुहुन्छ कि यहाँ हाम्रो अलैँची रोपेको छ। अनि हामी चाहिँ यसो उकालो हिँड्दैछौँ। उकालो हिँड्दा मलाई याद आयो एउटा गीत। हे उकालीमा पनि हजुर मोटर गर्दो रहेछ। ahै ड्राइभर दाइलाई सालाला माया धरारा झुलैमा। यत्तिको गीत आउँछ मलाई। यस्तै छ गले बारीमा यस्तो छ, उकालो यस्तो छ। गल्ली हजुरहरू अनि हजुरहरूको दसैँ तिहार कस्तो चल्दैछ? हाम्रो त यस्तै छ, रमाइलो घुमघाम, माथि तल कुद्यो बस्यो, यस्तै छ है। देख्न सक्नुहुन्छ हाम्रो गाउँघरको घरहरू यस्तै हो। अहिले बारीहरू सबै खाली खाली नै रहेछ। सिस्नुको बोट बारीमा यस्तो रहेछ है हजुरहरू। बारी खाली भएको अवस्था छ। अनि म यस्तो भएको छु अहिले, धेरै पछि भ्लग बनाउँदैछु। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ औषधीको बोट। यसै गरी यहाँ खुर्सानी र यहाँ हाम्रो सुँगुरहरू पालिएको छ है। अनि यो चाहिँ के को खोर हो थाहा भएन, कुखुराको जस्तो छ है हजुरहरू। यस्तै छ। मेरो भतिज छ यहाँ। के छ हौ भतिज? भतिजको इन्टरभ्यू लिनु पर्यो यहाँ। गले ल साथीहरू, अहिले चाहिँ म कोदोबारीमा आइपुगेको छु। कोदोहरू फल्दैछ हरियो भर्खरै। हामी यता अलैँचीहरू हुँदैछ। म यहाँ छु अनि साथीहरू यस्तै छ, अरू केही छैन गाउँघरको हालचाल यस्तै हो। यति भन्दै आजको मिनी भ्लग यहीँ टुङ्गिन्छ है। हस्, थ्याङ्क यू।